नमस्ते सम्पूर्णलाई गुड मर्निङ फ्रम यो के भन्छ गोखासे क्याम्प साइट एन्ड गेस्ट हाउसबाट हामी चाहिँ मियाजाकीको यो एकदम रमाइलो नेचुरल ठाउँमा चाहिँ हिजो क्याम्पिङ आएको थियो भने आज दोस्रो दिन मर्निङ है यस्तो सुरुवात हुँदैछ बल्ल उज्यालो हुँदै आइरहेको अवस्था छ भने यहाँ चाहिँ यस्तो राम्रो दृश्य देखिरहेको छ माथिको यो क्याम्प साइटहरू माथि एकदम राम्रो छ अहिले म माथिबाट पनि देखाउने छु भने यहाँको एकदम सुन्दर दृश्य यस्तो बबाल देखेको छ यो हेर्नुहोस् नेचुरल अलिकति बादल लाग्यो अनि भर्खरै मात्र यो घाम लाग्ने सूर्योदय खुल्दैछ भने यहाँदेखिको एकदम रमाइलो दृश्य है ल यो चाहिँ तल हाम्रो अर्को हामी 4 परिवारमध्ये हाम्रो राजदाईको परिवारको तलको घर हो भने गेस्ट हाउस यो हाम्रो है अनि यता माथि ऋषि सरहरूको र हामी चाहिँ एकदम रातभरि क्याम्प साइडमा बिबिक्यू गरेर गीत गाएर नाचेर धेरै रमाइलो गर्यो हाम्रो परिवारहरू यस्तै छ है वाउ यस्तो रमाइलो ठाउँ छ यो गोखासेको क्याम्प साइटमा चाहिँ तपाईहरु पनि आउन सकिन्छ यो मियाजाकी यो भन्ने ठाउँमा पर्छ यहाँ अनि अब चाहिँ हामी चाहिँ बोटिङ जाँदै छौं त्यही भएर बिहानै रेडी भएर निस्किसकेको अवस्था छ अब आजको दिनभरिमा कता कता घुम्ने छौं र आजको डे 2 को भ्लग पनि हुने तयारीमा छ है ल हेलो राजदाई के छ खबर ल सही हो ल ल भित्र टोलीहरु के गर्दैछ हावा खतरा जान्छ है ल भित्र ओइ हावा आयो है हावा ल ओहो हेलो ल खै त ऋषि कता गयो ओहो गइहाल पर्दै यार ल सही ल क्याम रेडी त ल यो चाहिँ लास्टको क्याम्प साइट है अनि बहिनीलाई देखाउने छु क्याम्प साइटहरू ल हेर्नुहोस् ल आज चाहिँ क्याम्प एउटा सकेर हामी चाहिँ अब जाने काम गर्दैछौँ लाउँदैछ रुखहरू पनि कति राम्रो राम्रो पाउँछ यहाँ चाहिँ ल यता चाहिँ हेलो गुड मर्निङ हो गाइजहरू ल आजमास गुड मर्निङ शुभ बिहानी कस्तो मियाजाकी दामी ल भ्यूज कति राम्रो देखेछ ल रमाइलो भयो राजदाई ल सही हो एकदम मजाले हेऱ्यो ऋषिको हावा कराइराख्छ कति राम्रो रोप्यो रहेछ त नि है वृक्षारोपण काम पनि चलिरहेको रहेछ ल के भनिन्छ ए भान्जा सामै भयो सामै हो रे निहुँको खतरा ठोक्ने भइसकेको छ हाम्रो भान्जा त ल एकैछिनमा मामा गर्दै हेलो मामा भनिदिनु ओइ ल सही हो ल यताको ठाउँहरू नि हेर्नु जाऊँ न त है ग्राउन्ड राम्रो भ्यू देखेछ ल त्यहाँनिर यो सनराइज टाइम भइरहेको छ अहिले अलिकति यो बादल लागेर भयो है ल दामी भइरहेछ ल यहाँको ठाउँहरू यस्तै रहेको छ अब सब ठाउँहरू चाहिँ घुम्यो फिर्यो है यस्तै छ ल यो यहाँदेखिको भ्यूहरू ल अब यताको कटेजहरू घुम्न लैजाने समय साथीहरूलाई पनि राम्रो क्याम्प साइटहरू ल कति राम्रो व्यवस्थितसँग बनाएछ यो
बाहिर टक्क टेबलमा बसेर है नेचरलको यो भ्यू हेर्दै एकदम मजाको क्याम्प साइट बस्ने ठाउँ रहेछ यहाँ चाहिँ है। ल यो चाहिँ माथिको यो सानो कटेजहरू है, कति राम्रोसँग क्युट बनाएर रहेछ है। र यो बाहिर यस्तो अलिकति पुरानैदेखि पनि भित्र चाहिँ एकदम राम्रो रहेको छ। यसको नाम चाहिँ सुगी रहेछ यो कटेजको नाम है। बबाल देखेछ ल। र कटेजहरू चाहिँ एकदम सस्तो छ। यो काया रहेछ र यहाँदेखिको भ्यू म तपाईँहरूलाई देखाउने छौँ है। यस्तो बबाल छ ल। टक्क बाहिर बरन्डामा बसेर टक्क हेर्ने हो नि त भ्यू त फेरि तल। हाम्रो टोलीहरू त गइसकेको छ त। ओए ल खाएगा ल ल। यो कटेजहरूबाट देखिने भ्यू है, तल पुरा दामी देखिन्थ्यो उताको घरहरू। म उताको कटेजबाट देखाउने छु। र भित्र चाहिँ यस्तै है, टक्क किचन सिचन हुन्छ, बेडसिट मिलाइदिएको हुन्छ होइन। यस्तै हो, सस्तो मिठो ठाउँ रहेछ जस ल। यस्तै छ है ठाउँहरू। ल यो चाहिँ लास्टको कटेज है। यसको नाम चाहिँ काशी रहेछ नि। यसको नामै काशी रे ल है। ल यहाँ पनि टक्क ल, यहाँ बिचमा टक्क आगो फुक्ने ठाउँ है। र यो हिजोको हाम्रो तलको हाम्रो कटेजहरू है, यति राम्रो देखेछ ल। यति बबाल ल, घाम लागिसकेको अवस्था छ। चराचुरुङ्गी झाप्प लाएर नेचुरल साउन्ड सुन्दै नेचुरल भाइबसँग हो नि त ल। यस्तै छ ठाउँ ल। जाडो भयो ल, अब तल लाग्छौँ हामी चाहिँ। ढिलो भइसकेको छ, निस्किने तयारीमा छौँ है। अब आज चाहिँ बोटिङ जाने प्लानिङ रहेको छ हाम्रो, चाहिँ बुकिङ गरिसकेको छ भने ल। यो चाहिँ हिजो हाम्रो बिबिक्यू गरेर बसेको ठाउँ है। त्यहाँ पनि सामानहरू छोडेको रहेछ। यो माथि चाहिँ गयो एक्चुली हेरेर राम्रो, माथि पनि के रहेछ। माथि चाहिँ क्याम्प साइट रहेछ बस्ने ल, टेन्टहरू टालेर बस्ने ठाउँ। वाह ल, यो चाहिँ यहाँको मेन टप भ्यू, सनसेट हेरेर बस्ने भ्यू रहेछ ल। कति राम्रो कटेज बनाएर रहेछ यहाँ, पुरा काठको है। माथि टपसम्म दामी बनाएर रहेछ ल। के हो, टावर सावरै यस्तो बनाएर रहेछ त ल। दामी हो यो कटेजको स्टाइल चाहिँ, सब काठकै रहेछ त। बबाल ल, यस्तो दामीसँग बनाएको छ। र यो यहाँबाट देखिने भ्यू तल चाहिँ पुरा हाम्रो हिजोको कटेजहरू है। हाम्रो चाहिँ उताको सानो कटेजहरू ल। सब रेडी भइसकेको छ। म मात्र ढिलो गर्दै यहाँ आइनल्दा मैले 9 बजे तल उस थियो। ग्रुप फोटो खिचौँ न यार एउटा। सरी खै हो ल, टोलीहरू सब रेडी भइसकेको छ ल। ल म यो गोबर म समाइदिन्छु ल। ए चालु छ ल। यो चाहिँ हाम्रो अहिलेको चाहिँ बेस्ट कपलको चाहिँ अहिले यहाँ फोटो लिने कार्यक्रम चलिरहेको छ। यो चाहिँ यता हाम्रो म्याडम शान्ति म्याडमले फोटो लिनु भएको छ। एग्री सर्ट हामी पनि हानौँ न ल। दामी आहा भिडियो पनि, भिडियो राम्रो आयो कि प्रिन्स। ए के भन्दै त न्योङ्गोमा ल। फर्स्ट टाइम धन्यवाद ल। आजको दिन एकदम दामी रह्यो। हिजो रातभरि यहाँ गीत सित गाएर क्याम्पिङ गरेर बस्यो है। र अब चाहिँ लाग्छौँ हामी ल। स्किट बोर्ड
ल यता खै त अर्को सानो मान्छे कता छोडिदियो ल ल रमाइलो भयो है अब डुङ्गा चढ्न जाने हस् धन्यवाद ल बहिनी ल राजदाईहरूको टोली ल ओके ल लगाऊ जाडो रहेछ बाहिर खतरा कान दुइटा चिसो बनाइदियो म त माथि टपतिर गएको कि दामी क्लो म त है माथिबाट सब एरिया देख्ने माथि टपमा खतरा ठाउँ रहेछ जोस् मान्छे के हामी जाने मात्रै होला नि अब बिहायो त्यहाँ ओके ल ल शुभ यात्रा ल सबै हामी पहिला हो ल त लगाउँ टोलीहरू अब आउँदै गर्छ ल रमाइलो भयो है ल सही रमाइलो गऱ्यो ल धन्यवाद प्लानिङ गरिदिएको अब प्लानिङ सक्सेस पनि भयो आज ढिलो चाँडो नेचुरल ठाउँमा आउने भनेको रे है हावातालमा हामी दुईजना बहिनी र म चाहिँ प्लानिङ गरेर आइदियो धेरै रमाइलो भयो रमाइलो भयो नि अझै आज अब यो यतिको मौसम भएर पानी नपर्दियो हुन्थ्यो हो नि ए हिजो त्यो केटाहरू यताको पसिरहेछ माथि बोलाउँछु आउँदैन पछि फोन गरेको यताबाट आएको थियो यहाँ यहीँ रहेछ त तिनीहरूको उस यता रहेछ ओ हिजोको भेजिटेबल टन्नै भएको ठाउँ यता जाँदो रहेछ हिजो अनि हामी उताबाट आएको नि त दामी वेदर भयो ल ल आजको हाम्रो मियाजाकीको के अरे त्यो डुङ्गो चढ्ने ठाउँको नाम के भनेको रे ताकाची हो ताकाची हो चाहिँ यहाँबाट अब यहीँ ल्याइरहेछ नि ताकाची हो ल हिजो हामी उताबाट आएको थियो है अब आज यता लाग्छौँ पूर्व पश्चिम रेल ल दामी दिन रह्यो ल घाम सही लाग्यो अब बोटिङमा चाहिँ सही रमाइलो हुन्छ प्रिजन भन्छ राति के भयो तिमीलाई राति किन उही उही गरेको होइन यो गाडीलाई जान दिएको कि अनि हामी सबै जाने फेरि बिचमा अर्को गाडी छिर्यो यो गाडी यता जाँदो रहेछ होइन स्लो गर त त्यहाँ अर्को गाडी छिरिगयो साँग्रो बाटो अनि गाह्रो त्यहाँ फेर्दै आउँछ बिस्तारै ओ यो त कुन गाउँ हो यो खोला पनि ठुलो रहेछ यहाँ कतिवटा गाडी छिर्यो बिचमा झन् दुइटा छिरिदियो रहेछ सही हो त अनि त्यो गाडी फेरि उतै जाँदो रहेछ कि त्यो भित्रै छिर्दो रहेछ ओ हारगाउँ यहाँतिर यति बाटोमा धरि कति राम्रोसँग टनल गरिदिएछ यति सानोमा धरि ल सही हो किन घुमाएछ भनेर फोन आउने बेर छैन अब होइन खानेकुरा चाहिँ ठिक्क भइन्छ कि एकदम लिमिटमा सब ट्याक्क भयो रहेछ नत्र बढी हुने थोरै हुने हो नि उस हुन्थ्यो के अरे हो नि ठिक्क भयो रहेछ सेपले अड्कल गरेपछि त दामी हुने भयो नि त यार प्रिन्स भन्छ कता गयो प्रिन्स भन्छ आजै आएन आज कार भ्लगै भन्छ दिनभरि कार भ्लग गफसप गरेर बरु
राम्रो टनल बनाएको यस्तो टनल त यहाँ त कति त यिनीहरूको भयो हेभी लामो रहेछ यस्तै पुरानो भयो त्यो जमानामा कति साल अगाडि बनायो है त्यो जमानाको बेलामा चाहिँ यस्तो बनाउन सक्ने कि धेरै साल अगाडि यो यिनीहरू चाहिँ धेरै के भन्छ अर्को लेभलमा चाहिँ धेरै अघि रहेछ कि यो देशको मान्छेहरू है त्यो जमानामा यत्रो ठुलो के भन्छ यो बाटोहरू त्यो रेलको ट्र्याकहरू भयो यिनीहरू त जमानामै बनाएको त यिनीहरू बिहान बिहान मृगहरू आउनु गाडी बाटोतिर है चिसो सुत्दै होला नि यिनीहरू कहाँ चिसो हुन्छ हिउँतिरै हुर्किने जाँदो नि त्यो ल हामी चाहिँ अहिले लोकेसनमा आइपुग्नै लागेको अवस्था है यो चाहिँ मियाजाकीको ताकाचिहो भन्ने यो ठाउँमा आइपुग्यो हामी सायद यो यहाँकै सिटी होला जस्तो लाग्यो यो चाहिँ ताकाचिहो देश त्यो पुल त माथिको हाइवे पुलै त्यो बवाल डे ओ यो भित्र होला नि त भान्सा प्रिन्स ऊ आम्मा सोलिड दिएछ यार यहाँबाट तल यस्तै हो यार तल सोलिड नै भ्या दामी तर त्यो चाहिँ खावा थियो खोला थियो अलिकति ताई छ हाइडर म देख्यो दामी बनायो तलै जाम खाली छ एउटा आशा दामी भयो ल भन्छ खेत हो यहाँ त्यहाँ फ्ल्याट यहाँ आइपुग्यो अब बोटिङ खोइ त तिम्रो हिजो क्या क्यों चो क्या तो भीमरा तो नि चिली तर या तेरा पोखा खाबे त सक्लो बोल्दै सिक्रेसको भिरको बाटो जस्तो ड्राइभ नो प्राइभेटहरू चाहिँ के हो लेखेछ यार यहाँको म होला यहाँ दोकान सोकान पनि रहेछ नि त्यो स्कुटर चाहिँ खपेपछि हेर्न लगाएर रहेछ त्यो मान्छेभन्दा पनि ठुलो रहेछ त्यो ओ भन्छ तल हेर्नुहोस् ल यो ठाउँमा हामी आउने अब वाउ बवाल ओ त्यो सिधै गछ सानो सानो मुभमेन्ट पनि नाइ केही छाएर लागि सही हो ल arigato Sabila मम्मीलाई किन नगरेको माइजे मात्र मन पर्छ रे वेट फर अबाउट टु हर नन्दे भन्छ ल आइपुगेको अवस्था छ ल यो बाजेको यो हिटर चाहिँ बबाल है ल गेटमा चिसो ठाउँ आयो जाइमास अर्कै मान्छे पो रहेछ यो त ल बोट रिसिप्सन र यता हाम्रो टोलीहरू है ल यो पार्किङ एरिया ठाउँ चाहिँ बबाल रहेछ के यो यहाँको मेन सही ल रिसिप्सन हाम्रो रिसिप्सनमा जानु पर्दैन गइसक्यो ओके बोट बबाल हो बबाल देखेको छ कि अघि उताबाट देखेको थिएँ मैले त उही दामी रहेछ त ठाउँ त भन्छ सबभन्दा एक्सपिरियन्स मुगा झन् फेउतालमा डुङ्गा खियाउने मान्छे म हो त अनि एकचोटि मुनि गयो डुङ्गा चढेको छाल लाएर डेन्जर हल्लाउँदो रहेछ नि छाल आएर जामै लाउँछ खतरा भएको त्यो नियम चाहिँ हामीले लाउँछ नि भुक्नुमा भोग्नु भन्छ त ल जाम ल हामी चाहिँ अब
बोटिङ जानलाई चाहिँ तल झर्दैछौँ। तल बोटिङ गर्ने ठाउँ यो कति राम्रो, यो पहाडको बिचमा रहेको छ यो ठाउँ चाहिँ। यो ठाउँको ताकाची हो गोड्स बोट रेन्टल इन्फर्मेसन रहेछ। यो बोटको उस चाहिँ 5100 रहेछ। 8:30 देखि खुल्दो रहेछ भरे 5 बजीसम्म है। ठाउँहरू चाहिँ यस्तै यस्तै रहेको छ, जुन चाहिँ अब हामी चाहिँ तल गएर बोटिङ गर्न जाँदैछौँ है। यस्तै छ र यहाँ चाहिँ यस्तो बबाल उसहरू हुन्छ, मान्छेको घुम्चे चाहिँ मजाले लाग्दो रहेछ रे है। ल जाँदैछ टोलीहरू र मेन भनेको आज चाहिँ एकदम राम्रो वेदर भयो हाम्रो चाहिँ। ल यो चाहिँ यस्तो खोला चाहिँ दामी रहेछ। यो यहाँ चाहिँ मेन बार रहेछ के हो। अब यहाँबाट उता चाहिँ बोटिङ गर्ने हो, जुन चाहिँ यो यस्तो यो पहाडको उसमा रहेछ। वाउ कति राम्रोसँग गइरहेछ बादलमाथि। ल है ठाउँ चाहिँ यस्तै यस्तै बोटिङ त अघि नै सुरु भइसकेछ त। बिहानै 8:30बाट भने जस्तो लागेको थियो, अघि नै सुरु भइसकेको रहेछ त। हजुर भइसक्यो हाम्रो पनि। ए खोइ कहाँ हो? ए त्यो भान्जा लगाइरहोस् न, म खिच्छु। म लास्टमा गरौँ ल। ए म गरौँ? ए हुन्छ ल। यहाँको फोटो डुङ्गो चढ्नेहरूको ग्रुप आयो। मामा माइतीसँग चढ्ने हो भान्जा? यता यहाँ हेलो गर्नु त यहाँ एकचोटि। ल ल भनिदियो ल। यता ल तिमीतिर आयो भान्जा। ल यहाँ सल त्यहाँ सल थियो बा। ओके के ल यस्तो यो ठाउँ। ल बोटिङ है बोटिङ भान्जा नाच्दियो नि त, तिम्रो डान्स देखाइदिने होइन। खोइ त हाम्रो टोलीहरू अर्को। ए ऊ त रहेछ। कहाँसम्म पुग्ने रहेछ? धेरै टाढो न। है अत सिधै। ल ओके ल भिडियो गर्नुहोस् है, हामी चढ्नु जाँदैछौँ। ल है बाई बाई गाइस। म है पिजनलाई कता राख्ने हो? ए ल भान्जा हो त्यहाँ बस्नुहोस् है। ल उता नजाने है। हात कहाँ समात्ने त? न मेरो क्यामेरा समात बुढी न, हात समाउनु पर्दैन। कति राम्रो। उता फर्काइदिनु बिस्तारै। ल तँ आचल्दैछ बिस्तारै त नि त वा। नान्जनी म त त्यो किसके त्यो युवा हेलो हेलो। Pizza có ai? Có chín biết thế? Pizza. ल हामी चाहिँ ल अहिले बोटिङ आएको छौँ। हेलो फ्रिजन भान्जा। हाई मामा भनिदिनुहोस् न, कस्तो रमाइलो भएछ भान्जा? मामाको भिडियोमा लाइभमा हेलो भनिदिनुहोस् सबैलाई।
है ल ओ कति रमाइलो ठाउँ छ उता झर्ना है ल ओ ल फेवातालमा साइली ल हेलो ल ल हेलो बहिनी ल कस्तो रमाइलो भएछ ल रमाइलो भान्जा ल मम्मीहरूलाई दादालाई बाई बाई गरिदिनुहोस् नुरेर ल ल लाइभ हो हामी चाहिँ ल ओके आउँछु ल ल सम्पूर्णलाई हाम्रो लाइभमा युट्युबमा ए बुढी को है दाइजो बुझेस् ल ल हामी चाहिँ अब म चाहिँ अब बोटिङ गर्छु बुढीले ल क्यामेरा समातेर यस्तो मेरो युट्युबमा हालिदिनु त ल काट्लो के भन्छ न के हो चल खिचडी त म बोटिङ खियाउँछु बोटिङ गर्ने मान्छेले बोटिङ गर्दै आएन मलाई डर लाग्यो डर लाग्यो मैला मतलब मक्खै अघि त डर लाग्थ्यो अहिले त मक्खै हेलो हेलो मम्मी आमाले बोटिङ गरिहाल्छु साह्रै क्या यहाँ लाग्यो नि र पाउँछु र बिम्रो लागेछ है सुइरे उता नजरे क्या यहाँ सुइको लेख क्या टाउको मात्र भन्नु फर्काइदिनुहोस् माझी दाई पोखरा ल कति राम्रो ठाउँ रहेछ हाई भान्ज कति राम्रो ठाउँ है बोटिङ मजा आयो मामाले बोटिङ गरेको हाई माइजू दामी रहेछ है ठाउँ ल आरिगातो है यस्तो दामी ठाउँमा ल्याइदिएकोमा भान्ज र मलाई है यस्तो ठाउँमा ल्याइदियो है भान्ज ल आरिगातो गोजाइमास भन्थ्यो नि त माइजूलाई पनि ल है ल अब चाहिँ हामी फेरि फर्किनेछौँ उता जुन चाहिँ उताको यस्तो बवाल ठाउँ रहेछ बुढी ल जानी भन्छ है अब ल हामी चाहिँ अब फर्किन्छौँ फेरि उतातिर है अब म बोटिङ गर्छु बुढीले चलाउँछु हाई भने तिमी अब कुन यही सेम तरिकाले जाने हो कि यताबाट उल्टो बस्ने हो उल्टो बस्ने कि सुल्टो बस्ने ल मेरो भिडियो यहीँबाटै हुन्छ क्या वा भान्जा सुगै देख्ने वा हो कति राम्रो देखेछ ल मेरो भान्जा ल चिचायो यस यस दामी सुगै ओ ल माइजू यहाँबाट खिचिदिनुहोस् म बोटिङ गर्छु अब खिचेरै छ सँग फोन चाहिँ दिँदै फोटो लाग्यो मेरो युट्युब मेरो भ्लगमा चाहिँ भ्लगमा भन्नु न भन्छ हाई माइजू कस्तो राम्रो झर्नामा म डेटिङ आएको छौँ हामी विथ मेरो भान्जा
ल मामा र माइजूको भिडियो खिचिन्छ तिमी यताबाट पन्जा लगाउ न त माथि हेऱ्यो हाम्रो मेरो भान्जीले खिचिदिइहाल्छ नि भिडियो त ठक्यो ल ल माइजू भन्नुहोस् माइजू मामा र माइजू आछ मेरो रे माइजू हामी मिएरा मिएता मिएता रे आछ हाई माइजू भन्नु न हाई माइजू भन्नु न लेट्स गो भन्छ लेट्स गो हानिदिन्छ है म जित्न उता साह्रै रहेछ अहिले खस्छ माथि कोरे यस्तोमा हाल यहाँ खै तिम्रो हाल ल अनि ल समाज अब खस्दैन होइन प्लिज है माइजू आछ माइजू पिजन भन्छ ओए यता हेर वाउ सुगै दामी है यो ठाउँ ल कस्तो राम्रो ल सानो छिटो समाज मलाई डर लागेछ शुभा लास्ट पुगिरह्यो हामी त हाय ल हाम्रो सबै परिवारहरू यहाँ जम्क भेट भइरहेछ है अब नै अन्त दाइजू बुझेस् हो हात भित्र नराख है ओइ रियान्स सही हो भन्छ ल रमाइलो भइरहेछ छाइ झर्न अरे मिदी हो यो गरिदिन बाबालाई ल हाम्रो परिवारहरू चाहिँ आज भन्छ के भयो टोपी नपुवाल टोपी चिसो छ ल धेरै रमाइलो भइरहेछ हामी चाहिँ अब यहाँ अब केही छिनमा चाहिँ फर्किनेछौँ होइन हाम्रो यस्तै छ हो है यस्तै छ मम्मीतिर हेर्दै मेरो भन्छ ल ठाउँहरू यस्तै छ सबैजना यहाँ रमाइलो भइरहेछ ओ उता बहिनीहरू सुरेन अनि भान्जाहरू उता छ ऋषि रियान्सहरू उता राजुदाईहरू है हाम्रो टोली उता रहेको छ भने हामी चाहिँ यता रहेको छ 3 जना एउटा बोटमा है ल यो हेर्नुहोस् यो अहिले यो पहाडको बिचमा यो रुखको पातहरू कति दामीसँग झरेछ मेरो भान्जा कति रमाइलो भइरहेछ है यो वाउ एकदम ओके भन्छ ल हामी चाहिँ अब फर्किनेछौँ है ल 2 मिनटमा त्यहीँ आइपुग्यो ल 아따르요.
धेरै रमाइलो गर्यो ल हाम्रो राजु दाईहरू पनि आयो हेलो माझी दाई रमाइलो भयो ल हेलो ल आउनुहोस् बिस्तारै ल रमाइलो भयो ओके ल राम्रोसँग आउनुहोस् ओ गाइज रमाइलो भयो सानो न यो राख्दिन ल कस्तो भयो बोटिङ एक्सपिरियन्स फेउदालमा धेरै चलाएको थिएन कि पहिलातिर चलाएको अलि भुलेको रहेछ स्टियरिङ अलि साह्रो रहेछ स्टोमिना घटेर रहेछ कि स्टोमिना कस्तो रह्यो तपाईँहरूको चाहिँ रमाइलो ओके ल हो हामी त लास्टमा उता यस्तै बारे रहेछ त्यहाँ गएर मैले भान्जा डाँडा आएर पनि मैले अझै दामी कुदाइदिन्थेँ नि ए ल हुन्छ ल जाउँ कहाँ खिच्ने ल कस्तो भयो कत्रा रमाइलो भयो कस्तो भयो बहिनी कस्तो भयो पुरस्कार चाहिँ माथि मान्छे आयो मान्छे Hi, Maisie. कति रमाइलो ठाउँ रहेछ घुम्न आयो एकदम रमाइलो भयो उहाँको ठाउँ हेर्दा कति राम्रो छ है सही रमाइलो हुन्छ नाचुमा ठिक्क हुन्छ क्या बुढीको त्यसमा खतर हुन्छ दिलवाला घाम लाग्छ दियो होला नि दिलवाला हेर न अब हामी कता जाने ल हामी चाहिँ आज बोटिङ डे 2 चाहिँ बोटिङ गरेर यहाँ इन्जोय गरेर फर्केर आएको छौँ अब चाहिँ बिस्तारै लाग्ने काम गर्छौँ अब कता जाने हो के गर्ने हो आदेशज्यूले अब प्लानिङ गरेर लैजान्छ कि हामीलाई अब यो भान्जेको खुट्टामा के भयो त्यो उस हेर्ने त के भयो खुट्टा हो के भएछ हेलो राजा सही होला शुभम कौन के भयो चैतो बियो के भयो ल ल आयो फेरि अर्को जोडीको यहाँ फोटो सेसन्स उनी काम चलिरहेछ है ल ओहो त भर्खरै लभ पर्दाखेरिको के भन्छ उस जस्तै देखेछ हो गाडी आएको रे ल अर्को जोडीको पनि आयो
ओ सही हो सही हो पकाइ सुनि बोल्नु त्यो त रमाइलो गर्दै गर दिएन ल है ल यहाँ कति राम्रो जोडी गयो ओहो ल मार्यो रमाइलो भइरहेको छ यो पहाडको यस्तो भित्र कस्तो ठाउँमा यिनीहरूले यो जक्सन कसरी खोज्यो होला है गाडी ल्याएर होइन पार्किङ गरेछ जुन तलको त्यो अहिले झर्नको त्यहाँको त्यो ढुङ्गो छ नि सक्क खोपेर बनाए जस्तो छ कि त्यो सल्ल मेसिन कटिङ हान्यो होला है कटिङ हानेर त्यो केले बनायो होला कि त्यो कस्तो दामी लाग्यो त्यो ठाउँ चाहिँ अनि उता लास्टतिर पनि सब त्यस्तै छ हामी त लास्ट ठाउँ पुगेर आएको दामी लाग्यो जस ल अब यहाँ हाम्रो मेन टोलीहरूले चाहिँ के अरे कहाँ जाने के गर्ने म्याप हेर्दै प्लानिङ गर्दै हुनुहुन्छ यो टोलीहरू सबले अब सिनियरहरूले कता लैजान्छ त्यतै जाने होला नि त होइन कहीँ हेर्नु न त्यहाँ यहाँ एउटा केबुल कार जस्तो देखेको थियो त फ्रेन्ड्स मान्छ जाऊँ ल हामी चाहिँ अब यहाँबाट फर्केर अर्कै ठाउँतिर लोकेसनतिर जाँदैछौँ ल हजुर ल थ्याङ्क यू हामी चाहिँ मर्निङ कफी टाइम ल पोलको धेरै मात्रामा बाटोमा भेन्डिङ मेसिन हुने ठाउँ चाहिँ हाम्रो जापानमा नै है ल हो पैसा हार्ने बाटो झिक्ने खाने राजदाई हो नि हो फेरि दामी हो यो चाहिँ हो दाइ ल त है ल कहाँ जाने अब फेरि प्लानिङ गरिहाल्नुहोस् ल ल टोलीहरू राजदाईको ब्रान्च त एउटै रहेछ यो दुइटै हो कहाँ गयो एकजना ए कसरी रहेछ त पक पकमा ल जाऊ कराइन्छ कि फेरि कहिले त भयो ल हामी चाहिँ फर्किएको अवस्था अब यहाँबाट बोटिङ पनि गरियो धेरै रमाइलो भयो ल यहाँ पनि ठाउँ त रमाइलो रहेछ नि त यही हो नि अहिले तल भएको पुल ल हामी चाहिँ अब फेरि अर्को डेस्टिनेसनतर्फ लाग्दै हामी चाहिँ आइपुग्नै लागिसकेको छ 1 मिनटमा देखाएको छ र यहाँको दृश्य यो रुखहरू चाहिँ कति राम्रोसँग बनाएको छ है ल कुन जमानाबाट बनाएको छ एकदम राम्रो बनाएको रहेछ यहाँ रहेछ ल हामी चाहिँ अर्को लोकेसनतर्फ आइसकेको छौँ है उता साथीहरू खोज्नु जान्छ यो चाहिँ एकदम हाइटमा हिँड्ने ट्रेन रहेछ ल यो चाहिँ ओह यही हो ट्रेन ल वाउ यो ट्रेन चाहिँ यहाँबाट गएर यो हाइटको बाटो हिँडाएर यो एरिया घुम्ने रे ऋषिसान यहाँ रहेछ नि त यही होइन ट्रेन ए यो ट्रेन रहेछ मित्र ल यो सानो ट्रेनमा चाहिँ एकदम हाइटमा हिँड्ने रे प्रिन्स मान्छ दामी रहेछ ल कति राम्रोसँग ल यो चाहिँ एकदम ओल्डको यो ट्रेन चाहिँ यहाँबाट गएर यो एकदम यो हाइट अघिको जुन तलको हाइटमा हिँड्ने ठाउँ हो यो चाहिँ एकदम बबालसँग गयो है ल सानो पनि गयो खास घुम्ने चाहिँ यसमा होला अब टिकट काटेर के कसरी छ ल
कहाँबाट कहाँ घुमाएर ल्याउँछ है यो। ल यो चाहिँ तल छ यस्तो ठाउँ। ल वरिपरि नेचुरल डाँडाहरू टन्नै छ, घुम्ने ठाउँहरू धेरै रहेछ है। हामी चाहिँ अघि यहाँबाट घुमेर आयो। ल ठाउँ यस्तै हो। ल प्रिन्स, ए प्रिन्स भन्छ यहाँबाट देख्दो रहेछ क्या त्यो। यहाँ दामी छ। प्रिन्स कानमा उस लाग्छ कि यो मैले बोलाएको छ सुन्दै सुन्दैन अनि ट्रेन कति दामी थियो अघि झन् है। प्रिन्स प्रिन्स भनेर बोलायो, बोल्दै बोल्दैन अनि चुट्रेन रहेछ पक्खरै खल्छ। अनि एउटा चाहिँ उता गएको ठुलो खालको चुरमुलै काम मान्छे सब कस्तो रहेछ। त्यसले कहाँबाट कहाँसम्म पुऱ्याएर ल्याउने होला नि। तर चियर कहाँ अरे नि हिँड्छ उहाँ बोर्ड लगाएको छ। खास यताबाट हिँड्छ हिँड्दैन हो। कहाँ गयो टोलीहरू। ल हामी चाहिँ अब यसमा चढ्नको लागि चाहिँ जाँदैछौँ। गजलुती ठुला ठुला आँखा चिर बनी बस्यो यो दिलैमा। ग्रान्ड सुपर कार टाइम scheduled for the round trip ticket around 30 minutes. यस्तरी रहेछ। ल 6名様ですね。कति एमबी दुईटा भन्नु सुहानी शुभमको चाहिँ मासे शुभमको त पर्दैन। ए 1 बाट 6 इयरको हेर्नु निसा हितोरी त चुगक से हितोरी। म जान्छु पहिला यता सर सहीमा छ। खै हाम्रो टिकट लयो है। ए कहाँ जाने भन्छ थाहा छ। उहे उहे ल सही हो। म एकै टिकट हो। ल हाम्रो यो टिकट है। ल ल सही हो। खै आजको ल खै प्रिन्स पनि यहाँ बिचमा आउला एकचोटि सबैजना। ल है आयो है। ल है ल है आयो। ल मेमोरियल म्युजियम पनि रहेछ नि त। 100 मिटरमा रेलवे प्लेटफर्म 10। ल कहाँबाट हामी त्यता हो र हो टोली सोको जेना चाहिँ को चाहिँ सानोमा हो नि त हामी त। ल बोर्डिङ एरिया है बोर्डिङ एरिया। ल ल है हेलो भन्छ। शान्त सानो आइपुगेछ नि यता। ल गयो गयो। ल हामी चाहिँ यो उसमा चढ्न जाँदैछौँ ट्रेनमा। ट्रेन चाहिँ यो चाहिँ एकदम हाइएस्ट भन्दा नि हाइएस्टमा हिँड्ने यो चाहिँ टपमा हिँड्ने खालको हो। हामी चाहिँ अब यसमा चढेर यो एरिया पुरा घुम्नेछौँ। एकजनाको 2000 रे होइन हामी टिकट पनि। र यसमा चाहिँ हामी घुम्न जाँदैछौँ है। ल हेलो ल यो भान्जालाई हात भयो। Hi, okay. Hey, Banja. टोपीबाट मजाले उडा टोपी टोपी ओड्ने त ठिकै थियो। उडाउनेवाला भएको मेरो त के अरे त्यहाँ माथि डाँडातिर डेन्जर हावा लाग्छ क्या। बाई बाई हाय। ओ बाई बाई। ल
आज हामी यो ताकाचिहोको यो एरियामा चाहिँ बोटिङ सटिङ गरेर यो अहिले हाम्रो यो ट्रेन चाहिँ एकदम यो खुल्ला खालको र जापानको चाहिँ एकदम हाइएस्ट ठाउँमा कुद्ने ट्रेन रहेछ यो 30 मिनटको हामी टुर गर्दैछौँ आज यो टुरमा चाहिँ हाम्रो टोलीहरू धेरै जान रहेको छ है यस्तै धेरै ल है के आयो भने त भन्छ अब फेरि ए हाइएस्ट ठाउँ हो कि यो फेरि ल भन्छ यिनीहरू त देखेनै क्या ऊ यहाँ बोर्डहरू टन्नै रहेछ त भन्छ ऊ त्यहाँ यो मैले थाहा पाएँ यो अघिको तल के यो तलदेखि देखेको पो यो त्यस्तै लाग्यो ऊ त्यहाँ हेर न ऊ त्यो उस हेर्दाखेरि त्यो माथिको डाँडा जस्तो लाग्यो जुन यो अघि हामी तल बोटिङ गरेको माथिको होइन त्यो ठाउँको है भन्छ त्यहाँ एउटा ठुलो लामो पुल छ नि त यो खोलाको सेड आउने होला ल एकदम हाइएस्ट सुरेनले जानेको एकदम हाइएस्ट ठाउँमा पुग्ने ठाउँ चाहिँ अब यही होला जस्तो लाग्यो अब यहाँबाट हेर ल ओके ल हामी अब तल हेऱ्यो हुन्छ पछाडिबाट हामी चाहिँ एकदम अब हाइएस्ट ठाउँमा जाँदैछौँ सरी 1971年に完成いたしましたこちらの鉄橋長さは3メートル川の水面からの高さがतल चाहिँ खोला पनि छ रे जापानको चाहिँ एकदम हाइएस्ट ठाउँमा कुद्ने ट्रेन रे ल यो एकदम पुलको यो तल एकदम खतरा भिड छ होइन हाइएस्ट ब्रिज रे के हाइएस्ट ब्रिज ल यस्तो ठाउँमा ल्याइदिनु भएकोमा ल धन्यवाद उभिन पाउँछ रोकिन्छ रे हेरिदिउँ न त उभिएर एकचोटि आम्मा सिरिङ्गै रहेछ नि त चिचाइदिनुपर्छ क्या सबै उभिएर ए उभिएर हेर्ने रे ल के रहेछ हो ल सही हो पछाडि पनि गरेर रहेछ नि त ल हो त यो क्यामेराले ऊ त देखायो ऊ त हेरेर मेरो पछाडि पो यहाँ यस्तो देख्छ न म कहाँबाट लागिरहेको ल हो शान्ति चाहिँ एकदम ल भन्छ ओके हाइएस्ट ब्रिज जापान रे ल हेलो भान्जाको टोपी अलिकति तल गरिदिनु अहिले उडाइदिए टाइट रहेछ ल दिस ब्रिज इज अ भेरी हाइएस्ट ब्रिज इन द जापान रे वाउ यो बबाल देखे ल अहिले चाहिँ हामी चाहिँ जापानको चाहिँ एकदम हाइएस्ट भन्दा नि हाइएस्ट ब्रिज लिगमा छौँ हामी वाउ एकदम दामी लाग्यो ठाउँ चाहिँ ल बबाल रहेछ ल ठाउँ है दामी ल यो सानले चाहिँ यो यसरी उस उडाइरहेको छ है ठाउँ हेर्नुहोस् ठाउँ सुजिँदा डर लाग्यो ऋषि सानो डर दुईजना साइलेन्ट भएर बसिरहेको छ त ल ए होइन मैले त्यही फालिदिएको माइजूलाई दिइदियो हुन्छ माइजू ल बबाल ल
यस्तो रमाइलो ठाउँ रहेछ ल हाई भन्छ हेऱ्यो तिमीले डर लाग्यो ल हो रमाइलो भइरहेछ ल अब यहाँबाट यो पुलसम्म ल्याएर फर्किने रहेछ है ल यो अघि हामी आएको तलको बाटो वहाँ तल बोटिङ गर्न गएको त झन् यो कुनामा हो यो तलको कुनामा है ल शान्तसानले कस्तो दामी गर्यो भान्जा हेर ल समाता समाता आयो तिमी कहाँ वा ल समात्यो भान्जा उडाइरहेछ रमाइलो भइरहेछ ल हेर्नुहोस् ठाउँ जापानको यो गाउँ है गाउँ साइड हो तर एकदम विकसित भएको ठाउँ हो ल जापानको एकदम हाइएस्ट ट्रेन लेकमा चाहिँ ट्रेन चढेर घुमेर आउँदैछ भने अहिले चाहिँ हामी सुरङभित्र पुरा यो स्कुल लाइफ बालिँदो रहेछ यहाँ एकदम इन्जोय गरिरहेको छ हाम्रो परिवारहरू सुरुङभित्र यस्तो लाइट बालेर ल्यायो है ल दामी जाडोले हाने ठाउँ रहेछ ल हामी चाहिँ एकदम बबालसँग घुमेर आयो ल फेरि पनि अर्को टनेल आइसकेको छ है ल आयो इङ्ग्लिस पनि ठोक्दो रहेछ त भन्छ उनीहरूले सब विदेशी भन्ने थाहा छ कि रे बुवा वेलकम टु जापान ठिकै छ हामी चाहिँ लोकेसन आइपुग्यो अब ल आइपुग्यो बाई बाई अब ल हामी चाहिँ बस्नु रे यति भन्दा कति बस्ने कुर्सीमाथि बसे जस्तो देख्यो होला नि देख्न त मलाई नि दाइको कुर्सी कुर्सीमाथि बसे जस्तो दाइको कुर्सी दाइ खैले अर्कै दिदी टिम आडिस लाएर बसियो हामी चाहिँ आइपुग्यो लोकेसनमा ल चढेर आयो यो ट्रेन चाहिँ होइन गाह्रो भयो है Okay. Okay, let them do it first. You wait for your turn. आयो यति होइन गएको होइन है तिमीले मात्र भा चिल्लो भने आउनु त आउँदो रहेछ नि त खै त मम्मीलाई आएर गर्दा नि भने ल गयो
ल है गुड मर्निङ फेरि पनि हामी चाहिँ अहिले बोटिङ र जापानको हाइएस्ट ब्रिजको ठाउँमा बुड्ने ट्रेनमा चढेर हामी चाहिँ अहिले खाना खानको लागि हामी यो दोकानमा आएको छौँ है। ठाउँ चाहिँ यस्तो दामी छ। हेलो राज दाइ ल यो चाहिँ हाइवेको उसमा कस्तो ठाउँमा रहेछ। ठाउँ पनि यो त हाइवे पनि दामी ठाउँमा रहेछ। ल मजाको रहेछ यो दोकान पनि। ल हामी चाहिँ भित्र छिर्छौँ है अब। वा ल है ल आज यहाँको 11 बजे खुल्ने हुन्छ। फ्रेस खाने भयो है फ्रेस। हिजोतिरको बासी त छैन होला नि यहाँ। ओके ल अहिले चाहिँ हामी खाना खाने ठाउँमा आएर खाना अर्डर गर्ने काम चलिरहेको छ है। ल मिठो मिठो मगाउनुहोस् बहिनीले। कहाँ छ ल ल है ल है ल ल यो यहाँको काउन्टर है। यस्तो बबाल रहेछ त। ल भने यता हाम्रो टोलीहरू पुरा बसेर अर्डर गरिरहेको छ है। त्यस्तो पुगाल्ने यता बस्ने। ल सुरेन आइसकेपछि चाहिँ बरु त ल खाना आइसकेको छ है। ल प्रिन्स भन्छ एट्याक हानिहालेको एट्याक हानिदिइहालेको। ल सही हो। ल इन्जोय है। ल भान्जा कति झापजिप है। ल पिजन भन्छ मिठो छ मिठो छ। होइन ठिक छ ठिक छ म यहीँ बसेँ। खानुहोस् खानुहोस् खाइदिनुहोस्। बेन्चिङ गाइदिनु त देखिन त इको भिरी हानिगिन काय बाइङ घेरे खेलिदिनु। ओ सुकेला फ्रेन्सिङ मान्छेहरू खामा सानो मजाले। ल बेसी भएछ। ल टोलीहरू खाना खाँदै इन्जोय गर्दैछ। एक टोलीको खाना बाँकी छ। ल सही हो। सही हो सही हो। वाउ ल हाम्रो चाहिँ सेट भइसकेको अवस्था छ है। ल ल सुरेन्द्र मेरो पो यहाँ बबाल देखेको छ त है। ल ल अङ्कल ल अब खाना सुरु भयो है। ल चिया पलाएर अब खाना खाइन्छ। घुमफिरपछि खाना खाने काम। ओके मेरो दाइ। ल खाइदिउँ ल आइसक्यो सबैजनाको त्यो पनि आउने क्रम जारी छ। ल हाम्रो पनि यता सुरु हुँदैछ।
ल अब खाना खानु पर्छ ल सानो मैंने तेरे सारी खिच्नु थियो आई त खिच्चा ल खाएर निस्कियो सबैजना है ल ओ ट्याग भएछ यो त मसुरी मुन नाइस धारे कोरे ओकासान को हो रे शुभम कुन को मामा भन्दैन हाई मामा भन्नुहोस् त ल हेलो मामा भन्दैन हाई मामा गर्नुहोस् ल आजको टुर पनि सक्यो अब लगभग एकछिन अब यसो सपिङ गरेर हामी चाहिँ घरतिर फर्किन्छौँ है ल भन्दै अब बिस्तारै गाडीमा चाहिँ भ्लग गर्दै हामी चाहिँ लाग्नेछौँ घरतिर है बाई उई उई दुईजना जाने ओके उता नजाऊ है गाडी लाउँछ ल हामी चाहिँ अब घुमफिर सक्यो अब 2.5 घन्टामा चाहिँ हामी घरतिर पुग्नेछौँ है खाजा खायो मजाले खाना अनि सबैजना फर्किने तयारीमा है अब हामी बाटोबाटै कार ब्लग्स अन्दै राख्नेछौँ घरतिर ल घुमफिर खतरा भयो आज ल हाइवे खतरा छ ल हेलो मान्छे रद्दै आइपुग्यो ल आगै भइरहेको छ यो फुटबोट पनि है मान्छे जस्तै हुन्छ हामी पो घुम्ने भनेर निस्क्यो यिनीहरू चाहिँ किन निस्क्यो छुट्टीमा टक्क लाएर घरमा नबसिरहेको ल कस्तो राम्रो इन्द्रेणी गुड लक गुड लक हो अनि यता ए भन्छ ल हेलो अब बाई बाई गर्ने है माइजूलाई घर मामा र माइजूलाई पुऱ्याएर जाने है अब मामा र माइजूको त काम छ यार तिम्रो त काम छैन है गएको छ तिम्रो मेरो त हाम्रो त काम छ थाकेछ भन्छ त पता नि बिलो त केयर या प्लदिन त्यतिखेर कुरा या रेस्ट गरेर फ्रेस गर्दा भन्छ रात परिहाल्छ फेरि ल धन्यवाद ल त्यसो भए आइपुग्यो हाम्रो ट्रिप सक्यो आजको ल आया डरिए आइपुग्यो हेलो आरिगातो है हामीलाई घर पुर्याइदियो है अब गयो छ त यहाँ कता गयो ल बाई 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 राम्रोसँग जानु ल बहिनी ल आरिगातो गोजाइमास धेरै रमाइलो गऱ्यो घुमियो है ल भोलि बिहान भेटौँ ल हामी चाहिँ है बाई भन्छ ल ल ल चल्नु यहाँनिर ल
सेफ ड्राइभ ल ओके ल बाई बाई धेरै रमाइलो गर्यो बाई के सब बाई लरी चाहिँ त्यो के बाई बाई के आइसकिहाल्छ बाई लो गाइजहरू हाम्रो 2 दिनको ट्रिप क्याम्पिङ ट्रिप चाहिँ सकेर हामी चाहिँ भर्खरै मात्र घर आइपुगेको छौँ ल यति भन्दै चाहिँ हाम्रो आजको यो ट्रिपको भिडियो यही एन्डिङ गर्दै फेरि पनि नयाँ भिडियोहरू लिएर आउनेछौँ र यो भिडियो अब राम्रो नराम्रो त्यस्तै भए पनि प्लिज लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला भन्दै इन्जोय आवर ब्लग्स एन्ड फेरि पनि अर्को ब्लग लिएर आउनेछु है हेलो बुढी से समथिङ है ल बाई बाई मात्र ल बाई बाई है भन्दै अब रेस्ट डे